हेलो नमस्ते साथीहरू। हाल म चाहिँ साउदी रियादबाट यहाँ चाहिँ आज बिहान भर्खर पानी परेर रहेको अवस्था। म चाहिँ बिहान मर्निङ वाकमा निस्केको। अहिले मर्निङ वाकमा निस्केको। खोला कत्रो बढो भनेर हेर्न आएको। खोला खासै बढेर अस्ति पर्दा चाहिँ थुप्रो बढाएको थियो, यहाँ माथिसम्म पानी थियो। आज चाहिँ खासै आजको पानीले चाहिँ खासै ठुलो भेल आउन सकेन छ साथीहरू। यस्तो छ अवस्था, हेर्नुहोस् तपाईँहरू। यहाँ चाहिँ लास्टै गहिरो छ होला। म चाहिँ माछा आयो कि भनेर हेर्न आएको। माछा आइरहेछ। एकछिन खोज्छु। यहाँ मर्निङ वाक पनि हुन्छ अनि यसो माछा आएको छ भने माछा पनि हेर्नु पर्यो है त। यस्तो छ माहौल। जाडो हल्का हल्का छ र पनि खासै छैन। आज ड्युटी अलि ढिलो छ, त्यही भएर बिहान बिहान चाहिँ म आज एकदम नेचुरल वकमा हिँडेको छु। अहिले चाहिँ कति मसिनमा मात्रै दौडिने भनेर आज चाहिँ एकदम बाहिरतिर निस्केको। माछा छ भने म तपाईँहरूलाई देखाउँछु है त। एकछिन पक्कै गर्नुहोस्। एउटा माछा त भेट्यो, सेन्टिप्लाट भएछ एउटा माछा। अर्को पनि माछा देखाउँछु। माछा चाहिँ यस्तरी हुन्छ कि साथीहरू, हेर्नु माछा। अर्को माछा त ठुलै छ। आमामा कति चिसो पानी। अर्को माछा, दुईटा माछा भयो त्यहाँ जम्मा भयो माछा। ल माछा चाहियो भने आउनुहोस् लिनलाई। यस्तै कङ्कड छ, कङ्कड। कमेन्ट गर्नुहोस् तपाईँहरूकोतिर पनि पानी आएछ कि छैन, के छ अवस्था। यता चाहिँ अब 2-4 दिनदेखि पानी धेरै, लगभग 10-11 महिनै भयो होला पानी नआएको। अहिले चाहिँ अब अस्ति 2-4 दिन अगाडि आयो, अस्ति आयो, आज आयो। हल्का हल्का अब बारिसको सिजन लाग्यो।